आचार संहिता उल्लङ्घन हुन्छ भनेर एमाले भन्न थाले। हिजो 22वटा तह थपिए, हिजो 22 तह थपिए। केही महिना अगाडि त्यही जिल्लाको त्यही ठाउँको त्यति नै तह थप्ने भन्दा एमालेका गधादेखि लिएर मच्छरसम्म सबै सडकमा उत्रेका थिए। गधादेखि मच्छरसम्म सबै सडकमा उत्रेका थिए र त्यसमा केही माओवादी र कांग्रेसका नेताहरू पनि लागेका थिए। दुई भाइलाई मारेर आएर थन्किए। 2-4 दिन आन्दोलन गरे, दुई भाइलाई मारे आएर थन्किए। संसदमा त्यसैलाई लिएर कति अवरोध गरे, संसदमा त्यही विषयलाई लिएर कति अवरोध गरे। हिजो आएर तह थपियो। तह थपिएको देख्दा के देखियो भन्दा बाघको संख्या थोरै भए पनि, स्याल जति धेरै भए पनि बाघको अगाडि स्यालको केही लाग्दो रहेनछ। बाघको अगाडि स्यालको केही लाग्दो रहेनछ। आखिर अडिग भएर बसेपछि मधेसीहरूले आफ्नो माग पूरा गरे। मधेसीहरूले माग पूरा गरे। आखिर 10 महिना सरकारमा बसेर के केपी ओलीले एक दिन वार्ता गरे? संसदमा अवरोध कति दिन गरे? कति दिन संसद अवरोध गरे? त्यो केपी ओलीलाई थाहा छ? आज एमालेलाई थाहा छ संसद कति दिन अवरोध गर्यो? अर्काको जिउमा जुम्रो हिँडेको देख्ने तर आफ्नो जिउमा भुइँसी हिँडेको नदेख्ने को हो? एमाले।